अर्को एउटा कलाकारले यसो के बोल्नु भएको थियो, फिल्म बहिष्कार। वाह, कस्तो सहनै नसकेको होला। नाति पनाति खनातिलाई राजा बनाउने कि भन्दा यस्तो कुरा त नगर्नु है, यो नचाहिने कुरा भन्दा तिम्रो जिन्दगीभरि बहिष्कार गरेर पुग्छ। घरमा गएर सोधा आमालाई, म स्वतन्त्र नागरिक हुँ, राजा चाहिन्न भन्छ, तिमी भात खान्छौ कि हिँड्छौ आमाका रिसले बाहिर निस्किएर। जे होस्, आज पनि यो सांस्कृतिक लडाईँ चलेको छ। आज सजिलो दिन भन्यो, फेरि अप्ठ्यारो त छँदैछ। फेरि तानाशाहीको प्रेत घरिघरि तर्साउन आइरहन्छ, घरिघरि बौरिए जस्तो देखिन्छ। यो कहिल्यै फर्केर आउन सक्ने छैन। तानाशाही कहिल्यै फर्केर आउन सक्ने छैन। भूत प्रेत भनेको यस्तैलाई भने हो क्या, अरू प्रेत हुँदैन, यिनै हुन् प्रेत भनेका। यस्तैलाई भन्छ प्रेत।